धरानबाट जुन पार्टीले जिते पनि जसले जिते पनि नि हाम्रो हर्केलाई चाहिँ ठेकदार चाहिँ बनाऊ है। यस्तो राम्रो काम गराउनमा च्याम्पियन, मान्छेलाई जोत्ताउने एकदमै हर्के चाहिँ एकदमै त्यो कुरामा चाहिँ एकदम पर्फेक्ट छ। हि इज नट मेड फर द पोलिटिक्स है। हाम्रो हर्के दाई चाहिँ ठेकदार बनाउन ठेक्कापट्टामा चाहिँ पर्फेक्ट एकदमै राम्रो हुन्छ। नो राजनीति गिजी ह्याप्स भइसक्यो। साह्रै लाज लाग्यो हौ, मलाई त लाज लाग्यो दिदी है। एउटा चेली तपाईँ होइन, तपाईँहरू जस्तो चेलीले गर्दाखेरि चाहिँ सबै चेलीको अहिले बेइज्जत गरिरहेछ क्या समाजले। क्या मलाई बलात्कार गर्यो, मलाई ह्यारेसमेन्ट भयो भन्दा पनि तपाईँहरू जस्तो चेलीले गर्दा चाहिँ कुनै चेलीलाई पत्याएको छैन यो समाजले। अनि तपाईँ पनि बुढा कलेक्सनको त ठेकदारै हो त, डेन्जर खाले ठेकदार। हाम्रो हर्क साम्पाङज्यू ठेकदार हुन्छ हुँदैन, हाम्रो हर्क साम्पाङज्यूले के गर्नुहुन्छ देशको लागि भन्ने कुरा त मलाई थाहा छैन, तर बुढा कलेक्सनको ठेकदार चाहिँ तपाईँ हुनुहुँदो रहेछ। अनि यो ठेकदारलाई कतिजनाले प्रयोग गर्नुभयो अनि अहिले त जेलमा हुनुहुन्छ अरे होइन। साह्रै दुःख लागेको थियो है। अनि तपाईँ चाहिँ कतिको ठग हुनुहुन्छ भन्ने कुरा यो मेरो यो चुरा छ नि ऊ त्यो पेन्डोरा हो, यो पेन्डोराबाट थाहा हुन्छ क्या। मलाई चाहिँ एकजना मान्छेले व्यक्तिले होइन, अब उहाँको नाम के खुलाउनु है, उहाँ चाहिँ मेरो हुनुहुन्छ त्यस्तै मान्छे है। उहाँले चाहिँ मलाई गिफ्ट दिनुभएको कि ह्याप्पी बर्थडे टु युमा बिल दिनुभएको छ। म त थरङ्ग तर्सेँ। 25,000को पेन्डुरा अरे चाँदीको। कति ठगेको हौ, ठगको पनि ठेकेदार, बुढा कलेक्सनको पनि ठेकेदार। अनि त्यो भएर हर्क साम्पाङज्यूको नाम लिन तपाईँले सुहाउँदैन क्या। अब अदालत होइन ढाइराख्नुपर्छ होला, तपाईँ ढाइराख्नुपर्छ होला। अनि अब हाम्रो नयाँ सरकारले तपाईँलाई के गर्छ आई डोन्ट नो। भोलिको दिनमा हर्क साम्पाङकै द्वारमा आएर चाहिँ मलाई बचाइदिनु पर्यो, म त पीडामा पऱ्यो भने उहाँ एउटा छोरी मान्छेलाई कति धेरै मान्छेले अपहेला। तपाईँ जस्तो छोरी मान्छेले गर्दाखेरि साँच्चीको पीडित महिलाले पनि अहिलेसम्म न्याय नपाएको कारण तपाईँहरू जस्ता आमाले गर्दा हो, बुढीले गर्दा हो, छोरीले गर्दा हो के। मलाई त्यो नानीको चिन्ता लाग्यो। तर त्यो नानी पनि बोर्डिङ स्कुल पढेको काण्ड निस्केको थियो नि, पैसै नतिरिकन यस्तो भएको भन्ने कुरा है। बिचरा मम्मीको कति यस्तो उयो हुँदा लाज लाग्छ होला, तर लाज पचारिसकेका आइमाईहरूले छोराछोरीलाई पनि त्यही अनुसारले ढालिसकेको हुन्छ क्या। अनि एउटा कुरा दिदी तपाईँलाई सुहाउँदैन कि, मैले तपाईँलाई यो भन्न चाहिरहेको थिइनँ होइन। तपाईँ जुन अहिले पीडामा हुनुहुन्छ त्यो कोही पनि छोरी मान्छेले पीडा भोग्न नपरोस्, तर यदि तपाईँ साँचो हुनुहुन्छ भने तपाईँलाई न्याय मिल्छ। तर तपाईँहरू जस्तो मान्छेले गर्दाखेरि चाहिँ जो पनि छोरी मान्छे एकदमै पीडित महिलाहरू छ नि उनीहरूले पनि न्याय नपाएको कारण चाहिँ छोरी मान्छेलाई इज्जतमा दाग लागेको कारण तपाईँहरूको जस्तोले हो क्या। अब भोलिको दिनमा मैले पनि कुनै आवाज उठाएँ भने मेरो पनि कुरा नपत्याउने हुन्छ तपाईँहरूको जस्तो कारणले गर्दा क्या। तर मसँग त ठुलो सबुतहरू लिएर मात्र जाने हो, म एकैचोटि आरोप त नलाउने हो होइन कसैलाई पनि। या कसैले पनि त्यो मैले तपाईँहरूलाई चाहिँ भनिरहेको छु, एक्कासी कसैलाई पनि आरोप नलाउनु होला। र कसैको बुढाले कुनै केटीलाई केटीसँग डेट गरिरहेछ भने त्यो केटीको दोष हुँदैन, तपाईँको बुढाको दोष हुन्छ है। आन्टीहरू, दिदीहरू, बहिनीहरू, तपाईँको बुढाले त्यो केटीले नचाहेको पनि त हुनसक्छ, हुँदैन। तपाईँको घरमा बुढी छ, छोराछोरी छ, यस्तो गर्नु हुँदैन भन्दा पनि त्यो जबरजस्ती आएको पनि हुनसक्छ। त्यो भएर तपाईँको बुढालाई सम्हाल्नुहोस्। तपाईँको बुढा कुनै केटीसँग जान्छ भने केटीले जबरजस्ती तानेर लगेको हुन्छ, ब्ल्याकमेल गरेर लगेको हुन्छ, त्यसको अनुहारमा देखिँदैन, त्यसको एटिट्युडमा देखिँदैन, त्यसको घरमा रहन सहन बसाइमा थाहा हुँदैन। त्यो केटीले जबरजस्ती गरेको भन्दा तपाईँको केटा मान्छे हो, केटी मान्छे जस्तो सहनशील हुँदैन त, डराउँछ त, हरेक कुरा लुकाउने हुन्छ, के गरौँ कसो गर्ने हुन्छ। त्यो भएर आफ्नो बुढालाई पहिला सुरुमा ध्यान दिनुहोस् अनि अर्को केटीको माथि चरित्रमा दाग लगाउनुहोस् क्या। यो केटीले मेरो बुढालाई फसायो होला, तपाईँको बुढाको त्यो डन्ठा ठन नभइकन त्यो केटीले त्यतिकै फसाउँछ कुरा गर्छ यार। कस्तो आउँछ हो आइमेहरू, बुढा कलेक्सनको ठेकेदार। अनि हाम्रो हर्क साम्पाङज्यू त जुन चिजको लागि ठेकेदार हुनुभएको छ नि एकदम राम्रो, हामी त सल्युट गर्छौँ।